बजे उठ्छु अब 6 बजे उठेर अनि खाना बनाउनु त एकैछिन बनिहाल्छ टाइम लाग्दैन 15-20 मिनेट बनि नै हाल्छ अब सब्जी चाहिँ अब अहिले गएर बनाउने अनि अहिले पनि खाने अनि फेरि बिहानको लागि राख्ने बिहान अनि त्यतै सब्जी लिएर जाने बनाउँदैन नि बुवा तपाईँको फ्रिजमा हुन्छ अब रुममा एसी चलेको हुन्छ अब वहाँ दोकानमा पनि अब एसी नि छ पुरै बनाउँदैन हजुर हिजो अस्ति हामी यस्तै गर्थ्यौँ 3 जना खाँदा पनि त्यही गर्थ्यो बेलुका बनायो भने अनि त्यही खाने अनि भात चाहिँ अनि बिहान बनाउने फेरि अनि सब्जी चाहिँ तरकारी चाहिँ त्यही तरकारी लिएर जाने बाहिर होटलमा पनि खानु त मिल्छ तर अब होटलमा हुँदा पनि आफूले बनाएको चाहिँ राम्रो हुन्छ